हेलो गाइज, गुड मर्निङ, नमस्ते सबैजनालाई। म सुसन कायस्थ। यो मेरो पहिलो युट्युब भिडियो हो। आजदेखि यहाँ मेरो डेली लाइफ ब्लग्स। म चाहिँ दुबईमा काम गरेको 2 वर्षभन्दा बढी भइसकेको छ। तर पनि मैले यसरी भिडियोहरू अपलोड गरिरहेको थिएन। ब्लग्सहरू अपडेट गरिरहेको थिइनँ। अहिले चाहिँ म नेपाल भ्याकेसन गएर आएपछि मलाई चाहिँ यसो भिडियोहरू बनाउन मन लाग्यो, त्यही भएर आजको भिडियो सुरु हुन्छ म र मेरो साथी अमित। हामी भर्खरै ड्युटी सकिएर रेडी भएर हामी दुबई मल जानको लागि निस्केको छौँ। भ्लगर इन द सिटी सतुवा। हामी सतुवाको बस स्टेसनमा जान्छौँ, त्यसपछि त्यहाँबाट बसमा चढेर हामी दुबई मलतर्फ लाग्छौँ। त्यो कारणले मैले भिडियो कस्तो क्वालिटीको आइरह मैले थाहा पाउन सकिरहेको होइन। धेरै घाम छ, पसिना आउनु लागिसक्यो। दुबईमा कतिवटा घाम लाग्छ। हामी चाहिँ बस वेटिङमा छौँ। बससँग कति 9:21, अझ 20 मिनट लाग्दो रहेछ बस आउनलाई। भ्लग त बनाउनु भयो, तर हामी 10 मिनटमै पसिना भइसक्यौँ। हामी गाह्रो भयो, दुबईमा गाह्रो छ। फाइनली बस चढ्नको लागि नोलकाट चाहिन्छ। नोलकाट पहुँच गऱ्यो हामीले। अनि बस प्याक थियो, हामी उभिनु पऱ्यो। अनि फेरि बाहिर निस्किने बेलामा पनि कार्ड पञ्च गर्नुपर्ने हुन्छ। कार्ड पञ्च गरेँ मैले। त्यसपछि हामी दुबई मल बस स्टेसन आइपुग्यौँ। हामी चाहिँ अब फाइनल्ली दुबई मलभित्र जाँदैछौँ। हामीलाई पनि थाहा छैन होइन दुबई मलको बारेमा। फर्स्ट टाइम घुम्न आएको, त्यही भएर ठाउँ नचिनेपछि अलिकति गाह्रो हुँदो रहेछ कि। हामी चाहिँ लिफ्टमा चढेर माथि जाँदैछौँ। कहाँ पुग्ने फाइनल्ली म र मेरो साथीलाई घुम्ने ठाउँ थाहा नभएर हामी लिफ्टमा तलमाथि गर्दै बस्यौँ एकछिन। दुबईमा यस्तै छ, ठुल्ठुलो बिल्डिङहरू। दुबई मल फर्स्ट टाइम आएको, यत्रो टाइमपछि थाहा छैन केही नि। घुम्दै जान्छौँ, के हुन्छ। रमाइलो छ तर त्यो। यस्तरी बुर्ज खलिफा देखिन्छ, बिल्डिङहरू ठुल्ठुलो। ल यहाँ एउटा चाहिँ प्योर चिज रहेछ। यो के हो कमेन्टमा लेख्नु है त, यो के हो। यो एकदम बवाल रहेछ कि तर दुबई मल चाहिँ। यस्तो ठुल्ठुलो स्टोरहरू। एकदम बवाल रहेछ कि तर दुबई मल चाहिँ। यस्तो ठुल्ठुलो स्टोरहरू। आफै हेर्नु न भिडियोमा कस्तो देखियो यहाँ। अब चाहिँ हामी तल वाटरफलमा गएर दामी फोटो चाहिँ खिच्नेछौँ। अब हम फोटो मारेंगे इधर भाई, दोनों भाई मिलके।
तगड़ा फोटो मारेंगे इधर। चिल गाइस। हाँ भाई। हाँ भाई, दुबई मॉल अंदर आके कैसा फील हो रहा है? बहुत अच्छा फील हो रहा है, बहुत अच्छा फील हो रहा है। काम से थोड़ा टाइम निकाल के हम बाहर घूमने आए तो बहुत अच्छा लगा। मतलब 1 डेढ़ साल के बाद बाहर आने का मौका मिला। फर्स्ट विजिट दुबई मॉल मारा। हाँ भाई। हाँ भाई, दुबई मॉल अंदर आके कैसा फील हो रहा है? बहुत अच्छा फील हो रहा है, बहुत अच्छा फील हो रहा है। काम से थोड़ा टाइम निकाल के हम बाहर घूमने आए तो बहुत अच्छा लगा। मतलब हामीभित्र चाहिँ यति धेरै सपहरू छ कि हामी अघि कहाँबाट भित्र आएको। अब यहाँभित्र चाहिँ जता पायो त्यतै फोटो भिडियोहरू गर्न पाइन्न, त्यो भएर मैले खासै भिडियोहरू खिचिनँ। भित्र चाहिँ हल्का एउटा दुइटा यति चाहिँ। अब दुबईको रुल्स फेरि खतरा छ। फेरि जता पायो त्यतै फोटो खिच्ने भिडियो खिच्ने गऱ्यो भने चाहिँ हामी चाहिँ अब बाहिर निस्किन लाग्यो। यहाँनिर यति धेरै होइन मार्केटहरू छ यहाँनिर। हामी पुग्यो भयो, फेरि भोलि ड्युटी जानुपर्ने हुन्छ। त्यही भएर हामी चाहिँ बिस्तारै घुम्दै हामी दुबई मल घुमेर बुर्ज खलिफातर्फ लाग्यौँ फेरि। हामी चाहिँ अब एकैछिन यहाँ बुर्ज खलिफा घुम्छौँ अनि त्यसपछि जान्छौँ हामी। गर्मी धेरै हो, निन्द्रा लगाएर आँखा पनि यस्तो भइसक्यो। रमाइलो छ है त। लाइक कमेन्ट गर्न नभुल्नु होला। भिडियो हेर्दै लाइक एन्ड कमेन्ट सेयर गरिदिनु सबैजनाले। होइन यो मान्छेलाई कसरी काम गरेर होला यार, यस्तो चोरको काम। खुट्टा पनि दुखेर उडा भइसक्यो मेरो त। अब गाह्रो छ। अब चाहिँ हामी अब बसमा जान त धेरै टाइम लाग्छ जस्तो लाग्छ। अब ट्याक्सीमा जाने पर्ने अवस्था देखिरहेको छु मैले। के हुन्छ अब रोडमा पुगेपछि हेरौँ। गर्मी पसिना पसिना भइसक्यो म एकैछिन त फेरि। यो भिडियो हेरेर हजुरहरूले होइन माया गर्नुभयो भने चाहिँ फेरि अर्को भिडियो लिएर आउनेछु। खुट्टा दुखेको कारणले बस स्टेसन हामी जान सकेनौँ। त्यसपछि ट्याक्सीमा रुम जाँदैछौँ। Okay guys, today vlog end here. Hope you enjoyed the video. Like, share and subscribe गर्न नबिर्सनु होला. See you in the next vlog guys. Take care.